बानी परेको छ तर पनि आश लाग्ने कसैको नराम्रो नगरेसम्म कसैले मेरो पनि नराम्रो नगर्ला कि भन्ने। आफै भन त मेरो मुहारमा किन हाँसो छैन? कसैले थाहा होस् तिमीलाई। खैर केही गुनासो छैन। जवाफ दिन खोज्दा जीवनले दमदार फर्काउँछ तर्क पनि। हिँडिरहँदा एक्लै भन्दैन कसैले फर्क पनि। मेरो वर्तमान जिन्दगीको अवस्था देख्दाखेरि पनि आज लाग्छ आराम होला बरु अलिअलि नर्क पनि। जे बन्नुपर्ने थियो त्यो बन्न सकेको छैन। पुरा गर्न जिम्मेवारी छन् टन्न सकेको छैन। बाले बेलुका मेसेन्जरमा के भयो भनी सोद्धा थकै लागेको छ बा पनि भन्न सकेको छैन। भनेकै थिएँ नि दौडिने पालो मेरो अब तिमी बसिराख्नु, आउँदलाको ब्याङ्कको ऋण छ्याक्क बसिराख्नु। यदि आमा काम गरेर सय कमाएछु भने 20ले महिना टार्छु मैले तिमी बसिराख्नु। तर बिरामी भएको थाहा नहोस् भने कलबाट तर्क्या छ। पढाइको घाउ सधैँ थियो ब्याजले नुन छर्क्या छ। काम पैसा पैसा काम भोल्ट रेमिट र हुन्डी बाहेक अरू कुरा सोद्धाखेरि सबसँग झर्क्या छ। अतीत पनि फेर्न पाए घाँस फेर्न पनि दिन्न। जिम्मेवारीले खाँद दिएको छ बास फेर्न पनि दिन्न। तिमी कसै घर माग्छौ गाडी माग्छौ जिन्दगीसँग, मलाई त जिन्दगीले चैनसँग सास फेर्न पनि दिन्न। जसले पनि चिनिहाल्छ आँखा रातादेखि केटो सुत्या छैन विगत 2-3 सातादेखि। यसको 1500 हप्तामा 2000 साथीको, अर्को साथीको कमाइ हुन्छ 2500 माथिको। मेरो कमाइ 800, 200 घर भाडाले खान्छ। बाँकी पैसा पत्ता हुन्न कहाँ जान्छ। दिनभर काम गर्छु अब पाए राति पनि। 10 लाख पठायो रे घरमा आफ्नै साथी पनि। स्वास्थ्य अनि देखेका सब सपना बिथोलेर पैसो छाप्छु परे आफ्नै निन्द्रा बिथोलेर। थाहा छ जीवन राम्रो हुन्छ यो भन्दा जेलमा पनि। हार्न मन त कसलाई छ र पैसाको खेलमा पनि। नसुती काम नगर छोरो भन्दा बाले भन्द्या छु। फेरि नमान्नु सुत्छु 2-3 घन्टा रेलमा पनि।